बाबा मरिगयो कहिले 6 महिना भयो यो पैसा तिमी राख सबै पर्दैन मलाई 2टा पेन भयो हुन्छ है थ्याङ्क यू दाइ हस् दाइ यो तपाईको हो हजुर यो साइकल हो त्यहाँ मङ्गल बजार जाने मङ्गल बजार अहिले नजाने भाइ म त थकाइ लागेर बसेको जाने कताबाट आएको म मङ्गल बजार आएको मङ्गल बजारबाट के गर्छौ पेन बेच्छु ए पेन कतिको छ यो 140 कतिवटा छ 7वटा 7वटा छ कतिमा पढ्छौ नै कतिमा पढ्छौ म हजुर 4 4मा पढ्छौ नाम के हो नि तिम्रो फैयाद फैयाद ए अनि मम्मी बाबा के गर्नुहुन्छ मम्मी दादा हजुर बाबा छैन मम्मी छ बाबा हुनुहुन्न कता जानुभयो बाबा मरिगयो कहिले 6 महिना भयो भर्खर कतिजना हुनुहुन्छ घरमा अनि दिदी छ दाइहरू छ अनि आमा छ ए दिदी दाई आमा हुनुहुन्छ के गर्नुहुन्छ मम्मी बुवाले दिदीले ठुलो बलुन बेच्छ हजुर अनि दाइहरू ठुलो ठुलो त्यो बलुन बेच्छ साइजानी हजुर अनि मम्मीले लगनमा त्यो खेलौनाहरू बेच्छ पसल छ तिम्रो ए अनि सानो रहेछौ अनि यति बेला राति भइसक्यो यो हेर त यस्तो राति छ है राति डर लाग्दैन एक्लै राति डर लाग्दैन एक्लै खै देऊ त म हेरिदिन्छु पेन सबै लेख्छ भयो दे अरे भाइ ल्याउ म दुईटा मसँग नि पैसा त सबै छ सबै किन्न त पैसा आएन राति भइसक्यो त नि बाबु अनि म किनिदिन्छु ल तिम्रो ल्याउ 2टा देऊ 2टा चाहिँ देऊ अरू तिमी नै युज गर 2टाले चाहिँ तिमी उ गर यो पैसा तिमी राख सबै पर्दैन मलाई 2टा पेन भयो हुन्छ है थ्याङ्क यू दाइ हस् बाबु अनि सुन न अनि बाबा के गर्नुहुन्थ्यो पहिला हजुर इन्डियामा खेलौनाहरू इन्डियातिरै हुनुहुन्थ्यो घर चाहिँ तिम्रो कता हो नि ए घर इन्डिया हो अनि राम्रो नेपाली बोल्ने रहेछौ त यतै जन्मेको हो इन्डियामै जन्मेको सबै इन्डिया जन्मेको उतैको नागरिक हो तिमी इन्डियाकै यता आएको कति वर्ष भयो नि 3-4 महिनामा यति राम्रो नेपाली बोल्ने रहेछौ त नि सिक्ने परेन इन्डियामा चाहिँ अनि किन आयो त इन्डिया छोडेर त्यहाँ मन लागेन त्यहाँ पनि पेन पनि बिग्दैन त्यहाँ त्यसपछि यहाँ आएको ए उतातिर नि यस्तै काम गर्थ्यौ ल बाबु ल बाई बाई